हामी छ एरिया यहाँ चाहिँ हल्का शीतल 1-1.5 महिना 2 महिना जस्तो भइसक्यो म यतातिर आइसकेको हैन। हामी भइरहेछ यहाँसम्म कसैले हेर्दै हुनुहुन्छ। यसलाई अन्त्य गर्न लाग्यौँ। अब चाहिँ अब चलिरह यो ठाउँलाई चाहिँ तिनवटा बाटो भन्छ, एउटा बाटो दुईटा बाटो तिनवटा आउँदै अलिकति त्यस्तै। आज म चाहिँ मेरो आमाको मेहनत देखाउँदैछु है। र मलाई यहीँको दुध खाइन्छ हामीले चाहिँ, दुध घिउ दही मही सबै त्यता छ सबैको हैन। बाटोघाटो यस्तो राखेर चाहिँ सबै देखिन्छ हैन। यहाँ भ्यू चाहिँ डेन्जर देखिन्छ। वहाँनिर यो सब त्यो ठुल्ठुलो डाँडाहरू उतापट्टि जुन पर्यो नि त्यो चाहिँ पाल्पा भाग पर्छ। हेलो गाइज, सबैलाई नमस्ते। मेरो चाहिँ अब अर्को नयाँ भ्लग आउँदैछ। आज चाहिँ म घरदेखि घर जाँदैछु, बुटलको घरदेखि सेङ्जाको घर जाँदैछु हैन। मेरो घर चाहिँ यो अहिले। अब चाहिँ म फेरि पहाडको घर जाँदैछु। यहाँ चाहिँ वाइल्ड गर्मी छ, त्यही भएर शीतल खाना पहाड। गाइज अब चाहिँ म बाटोमा आइसकेको छु हैन। अब चाहिँ यहाँबाट सिधै आजको टुर चाहिँ स्याङ्जासम्मको हो। मेरो अब पहाड घर चाहिँ स्याङ्जा हो हैन। अब उताको रमाइलो पनि देखाउँछु। यता वाइल्ड गर्मी छ, उतातिर कस्तो हुन्छ म अपडेट दिँदै गर्छु बाटोको। बाइकमा चाहिँ तेल हाल्नु पर्ने भयो गाइज हैन। तेल चाहिँ हालेर जानु पऱ्यो। अहिले चाहिँ तेल हालिसकेको छु गाइज हैन। अब चाहिँ आगो जानुपर्छ। मिटरले फुल देखाइसकेछ। नयाँ बस्तर गाइसक्यो। यहाँबाट चाहिँ खास हाम्रो स्याङ्जा जाने बाटो यहीँबाट आउँछ। यो चाहिँ हाम्रो हाइवे हो होइन। बोर्डरमा चाहिँ गाइज होइन, यो चाहिँ हाम्रो स्याङ्जा पाल्पाको बोर्डर हो। यहाँबाट अब चाहिँ म पाल्पा प्रवेश गरिसकेँ। यहाँबाट चाहिँ पुरै पाल्पा सुरु हुन्छ। तराई पनि सकियो, सब डाँडै डाँडा हो। हाम्रै नजिकै भुटखोला हो होइन। यहाँ चाहिँ सबैजना फोटो खिच्न हेर्नलाई चाहिँ आउनु होला। यहाँ पौडिन चाहिँ आउनु हुँदैन है। यहाँ चाहिँ एकदम बढी एक्सिडेन्ट भइरहेको हुन्छ। त्यही भएर यस्तो माहौलहरूमा चाहिँ गाइज हामी चाहिँ जोरदाराबाट पनि धेरै अगाडि आइसकियो होइन। यहाँ चाहिँ अब यसो बसेर चिताउने र पकौडा खाइयो। यहाँको स्पेसल भनेको चिताउने र पकौडा नै हो। अब बाटोमा चाहिँ मैले धेरै भिडियो बनाउन्न, किन भन्दाखेरि गोप्रोमा चार्ज पनि कम छ। त्यही अनुसार म भिडियो बनाउँदै गर्छु छोटो छोटो है त। ल केटा हो, अब चाहिँ हामीले जाँदैछौँ है। गाइज म चाहिँ पाल्पाको यो पर्वास एरियामा आइसकेँ होइन। यताको चिसो हावा चाहिँ छुट्टै मिठास छ। यहाँको चिसो हावाको चिसो हावाले हान्न सुरु गरिसक्यो। ठ्याक्क अहिले यहाँ पाल्पाको बर्तुङ भन्ने ठाउँमा आइसक्यो होइन। पाल्पाकोबाट को हुनुहुन्छ कमेन्ट हान्नु पऱ्यो है। पाल्पा एरियाबाट यहाँबाट माथि चाहिँ तानसेन गइन्छ। अब यता गएपछि चाहिँ सिधै सेङ्जा हो हामी। गाइज हामी चाहिँ अहिले पाल्पाको आरे भन्दा अलिकति तल आइसक्यौँ होइन। बाटो चाहिँ वाइल्ड दामी छ एरिया। यहाँ चाहिँ हल्का शीतल लाग्यो, त्यही भएर भाइ र म चाहिँ एकछिन यहीँ बस्ने प्लानिङ गरिराखौँ। गोप्रोमा चार्ज पनि खासै धेरै छैन। अब एकछिन हल्का चार्ज नै गर्नु पऱ्यो। यहाँसम्मको यात्रा चाहिँ दामी रमाइलो भइरहेछ। आज चाहिँ म वाइल्ड एक्साइटेड छु, किन भन्दाखेरि आज हजुरबा हजुरआमालाई भेट्न जाँदैछु। अलिकति लामो समय भइसक्यो, 1-1.5 महिना 2 महिना जस्तो भइसक्यो म यतातिर आइसकेको होइन। त्यही भएर अब मलाई नै देख्न मन लागिरहेछ। अब गएर हेर्छु होइन कतिको एक्साइटेड हुनुहुन्छ बाआमाहरू, उहाँहरूको रियाक्सन पनि खिच्छु। म चाहिँ अति नै एक्साइटेड छु भेट्नको लागि, देख्नको लागि। अहिलेसम्मको राइड दामी भइरहेछ। यहाँसम्म कसैले हेर्दै हुनुहुन्छ भने चाहिँ होइन सब्सक्राइब चाहिँ गरेर जानु होला, नबिर्सिनु। पाल्पाबाट को हुनुहुन्छ सबैले कमेन्ट गर्नु पऱ्यो है। अहिले चाहिँ हामी पाल्पामा छौँ टक्क लाएर। ल गाइज हाम्रो रेस्ट चाहिँ सकियो अब होइन। यहीँ अब हामी चाहिँ अब रेस्टलाई अन्त्य गर्न लाग्यौँ। अब चाहिँ अगाडि बढ्नु पऱ्यो होइन। शीतल हावा पनि छ।
अब राइडर पनि चेन्ज गर्दैछु। मेरो भाइले बाइक राइड गर्छु भन्यो, मलाई पनि थकै लागिरहेको थियो। जस भाइ भएपछि सजिलो पनि भयो। त्यही भएर अब हामी चाहिँ यहाँबाट अगाडि बढ्छौँ है त। म अब फेरि अगाडि गोप्रोमा चार्ज छैन, त्यही अनुसार भिडियो खिच्नु पर्ने हुन्छ, घरसम्म नै पुर्याउने हो। त्यही भएर अब सिधै रामदीतिर गएर खिच्छु होला। अनि यहाँ गाइज म त त्यो बुटलमै भनेको थिएँ नि त यति टाइम लाग्छ भनेर होइन। टाइम त हेर्नै बिर्सेछु मैले। अब हेर्नै बिर्सेको भन्दा पनि बाटोमा भुल्दै आएको छु होइन। त्यही भएर लगभग म 1:45मा चाहिँ हिँडेको थिएँ, अहिले चाहिँ 3 साढे 3 भइसक्यो। म चाहिँ बिन्दास हिँड्ने मान्छे हो। अब राइडमा स्लो राइड चाहिँ गरिन्छ, लामो बाटो पनि छ, बाटो पनि दुःख छ होइन। त्यही भएर टाइम चाहिँ मस्तै लाग्यो भने हुन्छ। मलाई चाहिँ 4 घन्टा जस्तो टाइम लाग्नेवाला छ गाइज। अहिले चाहिँ म ठ्याक्कै पिपल डाँडा आएँ होइन। यहाँबाट सिधै यता जाने हो भने चाहिँ गैडाकोटदेखि लिएर काठमाडौँ जता गए पनि पुगिन्छ होइन। अब हामी यता चाहिँ सेङ्जा जाने हो, जानलाई त्यही बाटो पनि मिल्छ, तर मलाई चाहिँ हल्का लङ पर्ने हुनाले म चाहिँ रामदीको बाटो जान्छु। गाइज यो चाहिँ रामदीको पुलमा आइसक्यो हामी होइन। अब यहाँ तल चाहिँ कालीगण्डकी बगिरहेछ, यस्तो दामी ठाउँ छ होइन। यहाँ नयाँ पुल पनि बन्दैछ। यो पुल कहिलेसम्म बन्ने त केही थाहै छैन, तर पनि नयाँ पुल चाहिँ बन्दैछ रामदीमा। रामदीको पुल पछि चाहिँ पुरै सेङ्जा हो होइन। अब चाहिँ हामी सेङ्जा जिल्लामा आइसक्यौँ। अब चाहिँ आफ्नै गाउँ हो, आफ्नै ठाउँ हो है गाइज। अब चाहिँ सेङ्जा जिल्ला यो हो नि त सेङ्जाको नेचर। गाइज हामी चाहिँ अहिले जिरोको नजिकै आइसकियो होइन। यता चाहिँ घाम पनि लागिरहेको छ, हल्का फुल्का मौसम चिसो टाइपको पनि छ होइन। पानी पऱ्यो कि जस्तो छ। अरू मान्छेहरू त पुरा रेनकोट लगाएर आइरहेको छन् उतातिरबाट। हामी त यो गर्मीवाला त्यत्तिकै टी सर्टमा हो। जे होस् मलाई चाहिँ शीतल फिल भइरहेको। अब पानी पर्न त परिरहेको छैन होइन, घाम लागिरहेको के अरे हेरौँ। यतातिर चाहिँ हल्का पानी आइसकेको रहेछ होइन। हामी चाहिँ लक्की भन्ने त होला नि, पुरा रोड चिसै छ। हामी चाहिँ लक्की भयो है गाइज, पानीबाट चाहिँ अहिलेसम्म चाहिँ बचियो। अब उता जाँदाखेरि चाहिँ के हुन्छ थाहा छैन। जे हुन्छ म भ्लगमा अपडेट गराउँदै जान्छु है त। गाइज हामी चाहिँ ठ्याक्क जिरोमा आइयो होइन। जिरो भनेको यस्तो दामी ठाउँ हो, नाम जस्तो ठाउँ पनि त्यस्तै छ होइन। यो चाहिँ सब स्टेसन हो कि। यहाँबाट अब यता माथि जाने भने पुरै कालीगण्डकीको त्यो ड्यामहरू थुनेको, कालीगण्डकी थुनेको ठाउँ पनि माथितिरबाट जान मिल्छ यो बाटो होइन। अहिले चाहिँ हामी ठ्याक्क यो जिरोको बजार कटियो, सानो बजार हो तर दामी छ है। यहाँ चाहिँ जस्तै अब हामी जाने पोखरातिर जाने मान्छेहरूले नास्ता खाने एरियाहरू भनौँ न, यो चाहिँ त्यस्तो बाटोहरू हो, दामी छ यता चाहिँ। गाइज रोड पुरै चिसो छ कि यहाँ हेर न, यति शीतल पुरै यस्तो आनन्द छ नि यो चिसो हावामा हिँड्न। नाङ्गै हिँड्नु जस्तो फिल भइरहेछ गाइज मलाई त। यहाँ नाङ्गै हिँड्न त भएन होइन, तर रमाइलो चाहिँ वाइल्डै रमाइलो छ क्या यहाँ चिसो मौसमले गर्दाखेरि। किनकि म त गर्मी ठाउँबाट आएको हो नि त, त्यही भएर पनि मलाई चाहिँ वाइल्ड बिन्दास। अझ आफ्नो ठाउँ हो यो चाहिँ होइन, आफ्नो एरिया। ओहो स्वर्ग। गाइज फाइनल्ली हामी चाहिँ होइन गलेङ आइसकियो। गलेङ नै हो मेरो गाउँ। अब यहाँबाट हल्का डाँडा चाहिँ चढ्नुपर्छ, तर दामी ठाउँमा चाहिँ आइसक्यो है गलेङ। पुरै पानी परेर भिजिसकेको छ। गाइज यहाँ चाहिँ पानी पर्यो होइन, त्यस्तो दामी पानी मौसम। भर्खर हल्का फुल्का छिटा पर्दैछ। अब म जेस घर पनि नजिकै आइसक्यो हो, धेरै टाढा छैन मेरो घर चाहिँ। अब यहाँबाट अब त्यही हो जेस पानी परिरहेको मौसममा ख्याल गरेर हिँड्न पर्यो। म चाहिँ बिन्दास ढिलो आएको, त्यही भएर मलाई त डर छैन। बाटो चाहिँ कस्तो छ माथि अलिकति अफरोड पनि छ, बाटो चिप्लो चाहिँ। मेरो फाइनल डेस्टिनेसनमा आइसकेँ होइन। मेरो गाउँको यो चाहिँ लास्ट स्टेसन हो, यहाँबाट चाहिँ अफरोड सुरु हुन्छ। यो चाहिँ करादी भन्छ यहाँ चाहिँ। यहाँ चाहिँ मिठो पानी परिसक्यो होइन, पानी परेर पनि बिसाइसक्यो। फेरि एकछिन होल्ड पनि गरेँ मैले। अब यहाँबाट माथि चाहिँ एकदम ठाडै उकालो पनि छ, बाटो अलिअलि पिच पनि छ, अलिअलि अफरोड पनि छ। स्कुल हो, राजा महेन्द्रले बनाएको स्कुल हो यो। कुनै बेला एकदम जमानामा राजा महेन्द्रले बनाएको स्कुल हो यो।
पानी परिरहेछ हामी चाहिँ हिँड्दैछौँ होइन बाटो चाहिँ वाइल्ड छ अब यस्तो हो बाटो उहाँ माथि चाहिँ यस्तो दामी पँधेर यस्तो दामी चिसो पानी आउने ठाउँ छ होइन हामी हिँड्दै हिँड्दै आउँदाखेरि पानी खाएर जाने ठाउँ हो कि त्यो चाहिँ पहिला अहिले चाहिँ पानी पर्दा पर्दै पनि अब यहाँ घरहरू छैन कुनै जसरी नै अगाडि बढ्नै पर्छ एकदम ठुलो पानी त आएन त्यही पनि पानी चाहिँ परिरहेको थियो चिसो मजा पनि भइरहेछ अहिले चाहिँ वाइल्ड यहाँ हावा चाहिँ एकदम डेन्जर चलिरहेछ होइन हामी चाहिँ अब एकछिन होल्ड गर्ने सोचिरहेको थियौँ पानी नपरिसक्यो घर जाँदैछौँ मेरो गाउँ चाहिँ उहाँ हो होइन अहिले चाहिँ हावा यस्तो चलिरह यो ठाउँलाई चाहिँ तिनवटा बाटो भन्छ एउटा बाटो दुईवटा बाटो तिनवटा बाटो भएर होइन माथि पनि फेरि सेम छ के तिनवटै बाटो छ त्यही भएर तिनवटा बाटो भनिन्छ यस्तो दामी चाहिँ मेरो गाउँको भ्यू चाहिँ म देखाउँछु यहाँबाट हामी चाहिँ एकदम टपदेखि टपमा बस्छौँ त्यो गाउँ चाहिँ मेरो हो होइन अनि यताबाट चाहिँ उहाँ गरौसुर छ गरौसुर मन्दिर हो गरौ कालिका मन्दिर भनिन्छ दामी छ अब चाहिँ यस्तो वाइल्ड हावा चलिरहेछ ओ माय गॉड यो पनि तिनवटा बाटो हो कि एउटा बाटोमा आउँदैछु एउटा यता जाँदैछ एउटा यता जाँदैछ कि त्यही भएर अनि यो पनि तिनवटा बाटो भयो नि त फेरि होइन यो एउटा दुईवटा तिनवटा बाटो भयो नि त पछाडि म चाहिँ मेरो गाउँ आइसकेँ गाइज होइन टपमा छु मेरो गाउँ चाहिँ उहाँ तल हो यस्तो दामी रमाइलो हुनेवाला छ अब बल्ल थाहा हुन्छ कि अब मेरो हजुरबा हजुरआमालाई चाहिँ होइन हजुरआमालाई चाहिँ खबर छ म आउँछु भन्ने हजुरबालाई चाहिँ छैन होइन कस्तो हुन्छ रियाक्सन म फेरि धेरै जसो नभनिकनै आउँछु होइन खासै रियाक्सन दिनुहुन्छ जस्तो मलाई लाग्दैन किन भन्दाखेरि सधैँ झुक्काइराख्नु नि त मैले थाहै नदिकन आइदिने त्यही भएर ए के गर्नुभयो बा अनि के छ थाहा पाइथ्यौ कि मा आउने भनेको थाहा पाइथ्यौ त्यो पिठो हो के पिठो लिएर आइदिएको मैले रोटी खानलाई बिसारा आउने बाटोमा त उहाँ त गर्मी थियो नि त बा वाँडा आउँदाखेरि त पसिनै पसिना आएको नि म त आज हजुरलाई म आउँछु भन्ने खबर थियो कि थिएन खबर पाउनु भएको थियो कतैबाट आमाले भन्नुभएको थियो ठिक छ म चाहिँ आज खास हजुरलाई खबरै नगरिकन आउँछु के भन्नुहुँदो रहेछ बाले म खबर नगरिकन जाँदा भनेर मैले हजुरलाई फोन नगरिकन आएको सिधै मेरो बा चाहिँ मेरो हजुरबा चाहिँ 87 वर्ष हुनुभयो यो अहिले पनि ठिकठाक हुनुहुन्छ बा चाहिँ तगडै हुनुहुन्छ भन्नु पर्यो यतिको उमेरको मान्छेलाई पानी त वाइल्ड आयो है वाइल्ड पानी आइसक्यो ठ्याक्क म घर पनि आउने पानी पनि आउने भयो असिनासित आइरहेको गाइस पानी यस्तो डेन्जर छ ओ माय गॉड सो गाइज होइन म चाहिँ घर आइसकेँ मेरो घर चाहिँ यही हो होइन अघि पानी परेर देखाउन मिलेन आउँदै अलिकति त्यस्तै भयो यहाँको चाहिँ अनि मेरो आमा अनि आज म चाहिँ मेरो आमाको मेहनत देखाउँदैछु है मेरो आमाले चाहिँ पुरा यहाँ आँपलाई जोगाउनको लागि यस्तो झुलो ओढाएर आँप चाहिँ मस्त फलेको यहाँ है आँपै आँप छ आमाले चाहिँ एकदम केयर गरेर राख्नु भएको एकैसी पठाइदिन्छौ कि नै मलाई ल भन होइन मिले त पठाउँछु हो नमिले नि पठाउनु पर्छ तिमीले मलाई कसरी पठाउने नमिले पठाउनु देऊ तिम्रो पठाउने मनै छ जस्तो लागेन नि मलाई यसो सुन्दाखेरि होइन होइन पठाउँछु होइन लान कसैले लैदिन्छ भनी त मन त एक झोला पठाइदिने के खास मेरो घर चाहिँ यही हो गाइज होइन पछाडि देखेको घर चाहिँ मेरो हो यस्तो छ मेरो घर यो चाहिँ पुरानो हो भत्किसक्यो अब फेरि यसलाई बनाउनु पर्ने छ मैले चाहिँ होइन अघिल्लोचोटि आउँदाखेरि चाहिँ यहाँ कि होइन फुल चाहिँ रोपेर गएको थिएँ कि अनि कस्तो हुन्छ फुल
सर्छ कि सर्दैन भन्ने टेन्सन परिरहेको थियो होइन। यहाँ हेरेको चाहिँ यस्तो दामी भइरहेछ क्या। यो चाहिँ आफै फुल्ने आफै झर्ने। यो पनि मैले लगाएको हो, यो पनि मैले लगाएको हो, अरू चाहिँ आमाले हो होइन। यो ट्याङ्कीको पानी लिक हुँदाखेरि चाहिँ पानी त्यहीँ झर्छ अनि त्यही भएर पनि त्यसलाई ग्रो हुनलाई बहुत हेल्प भयो होइन। त्यो चाहिँ आफूले लगाएको फुल्ने सरे रहेछ, खुसी लाग्यो मलाई चाहिँ। यो चाहिँ मेरो गाउँबाट देखिने भ्यू। सरे हरियो मैले लगाएको अमला सर्यो नि होइन। टक्क हाम्रो आमाले मेहनत गरेर लगाएको मकै हो यो। यस्तो दामी भयो रहेछ, पानी पनि आयो। के अरे आमा? पानी हालिदिएर पात पला उदाएर गएर हेर्ने हो भने राम्रो देखिन्छ होइन। झपक्क पला गाइस अन्त सुरुमा चाहिँ यो मेरो ठुलो भएको घर अनि त्यो मेरो घर होइन। अनि यो चाहिँ मेरो कान्छो हजुरबाको घर हो। म चाहिँ दुध लिन जाँदैछु। आमा जान लाउनु भएको थियो, फेरि आमालाई दुःख दिनु भएन, त्यही भएर म जान्छु भनेर यहाँ आएको। अब चाहिँ म दुध लिन जान्छु। मेरो हजुरबाको घर फेरि फार्म छ, त्यही भएर हामीले चाहिँ यहीँबाट अब जे होस् राम्रो पाइन्छ नि त, त्यही भएर यहीँबाट ल्याउने खानी गरिराखेको छ क्या हामीले चाहिँ दुधहरू। घर चाहिँ यही हो, मेरो गाउँ यही हो, रमाइलो छ। यो चाहिँ मेरो कान्छो हजुरबाको घर हो, मेरो कान्छी हजुरआमा। त्यो माथिको फेरि मेरो घर हो, त्यहाँबाट यहीँ आएको म चाहिँ। मेरो हजुरआमाको घर, हजुरबाको घर चाहिँ बहुत धेरै भैँसीहरू छ, फार्म हो नि त यहाँ। यति धेरै यहाँ चाहिँ टन्नै छन्। पहिला त अझ उता पनि थियो, यो चाहिँ अहिले कम हो होइन। जोस् बहुत लामो छ यहाँ चाहिँ लाइन, यतासम्म हो उहाँसम्म हो, यहाँदेखि यहीँको दुध खाइन्छ हामीले चाहिँ। दुध, घिउ, दही, मही सबै। अनि गाइज हाम्रो चाहिँ मेरो कान्छो हजुरबाको घरभन्दा मुनिपट्टि ऊ यहाँ तल जुन देखिएको छ त्यो छत चाहिँ हाम्रो कुल पूजा गर्ने ठाउँ हो। हाम्रो कुलको मन्दिर हो होइन। हाम्रो कुलको मन्दिर चाहिँ त्यहाँ पछाडि छ। हामी खनाल समूह जति खनाल समाज छौँ नि सबैजनाले कुल पूजा गर्ने एरिया चाहिँ त्यही यो ठाउँ चाहिँ। गाइज होइन, अहिले चाहिँ मैले विन्ड चिटर लाएर बसिरहेको छु क्या, जाडो भएर क्या। अघि वाइल्ड पानी आइदियो होइन। अब बुटलतिर चाहिँ पुरै के पुरै आगो बले जस्तो भइरह, लास्ट गर्मी छ। यहाँ चाहिँ ठ्याक्कै उल्टो के, मिठो क्या मौसमै। तर पहाड भनेको पहाड हो, यहाँ छोडेर जान मनै लाग्दैन। तर के गर्नु, बाध्यता छ सबैको होइन। बाटोघाटो यस्तो छ कि त्यही सेवा सुविधाहरू नभएर त सबै मान्छे सरिराखन् बसाइ होइन। त्यस्तै हो। तर यहाँको जुन भावना छ त्यो जस्तो अन्त चाहिँ हुँदै हुँदैन। गाउँमा गाडी यस्तो कोचेर जान्छ मान्छे। जे यहाँ जे जस्तो छ रमाइलो छ, आफ्नोपन छ सबैमा, त्यो चाहिँ रमाइलो लाग्छ। ल बा अहिले आयो हुन्छ है म। फेभरेट प्लेस छ गाइज होइन। त्यही भएर मेरो चाहिँ फेभरेट प्लेस देखाउन जाँदैछु म अहिले। त्यो वानमा बेस्ट के, मेरो एकदम चिल गर्ने एरिया, मलाई मन शान्त बनाउने ठाउँ छ होइन। अगाडि दाइको गाडी रहेछ, दाइहरू भए हेर्छु। धेरै पछि हामी दाजुभाइको भेट, लगभग 40-45 दिन जस्तो भइसक्यो होला दाइ है हामी भेट नभएको। सम्झिरहेको थिएँ फेरि मैले आउँछस् भनेर स्पेसल आज काठमाडौँबाट ऱ्याकेट आयो मेरो। एउटा आज रोइला गर्ने हो कि, टेन्सनै नगर्नु। अहिले हिँड्न लाग्यो। कहाँ जानु लाग्यो तपाईँ? चिरिया। मलाई लैजानु नि त। बाटो चिप्लो हो न त, दाइको गाडी चलाउन दिनुहुन्थ्यो कि दाइले मलाई।
मेरो मनकारी दाइ हो फेरि होइन, अरूले दिन्नन्। दाइले चाहिँ आफ्नो घोडालाई सफा गर्दै हुनुहुन्छ। ल म चाहिँ त्यहाँ दाइ अङ्कलहरू भेट हुनुभयो, अनि फेरि एकछिन म त्यहीँ भुले दाइ अङ्कलहरूसँगै गफ गरेँ। अब चाहिँ म मेरो फेभरेट प्लेसमा जाँदैछु। यो चाहिँ मेरो फेभरेट प्लेस हो। यो चाहिँ टक्क डाँडामा होइन, मेरो गाउँ। त्यसपछि यो डाँडाबाट चाहिँ सबै देखिन्छ होइन, यहाँबाट भ्यू चाहिँ डेन्जर देखिन्छ। वहाँनिर त्यो गण्डकी देखिराखेको छ होइन, काली गण्डकी हो वहाँ चाहिँ। अनि यतापट्टि चाहिँ यो सब त्यो ठुल्ठुलो डाँडाहरू उतापट्टि जुन पऱ्यो नि त्यो चाहिँ पाल्पा भाग पर्छ। किन भन्दाखेरि यो डाँडाहरूले चाहिँ यतापट्टि स्याङ्जा छुट्टाएको छ नि त। अनि उहाँ शहीदको लागि सम्झनामा बनाएको एउटा पार्क पनि छ होइन। अनि मेरो दाइहरूको घर छ त्यतै। अनि यो चाहिँ तल्लो चिडाँडा भनिन्छ यो गाउँ चाहिँ, यही बाटो जाने हो। ल गाइज मेरो भ्लग चाहिँ म इन्ड गर्न लागेँ होइन। अब म घर पनि आइसकेँ होइन, मेरो उहाँ बुटोलदेखि अहिले म स्याङ्जा आइसकेँ होइन। स्याङ्जाको गलेङ नगरपालिकामा आइसकेको छु। यहाँको चाहिँ ठाउँ अब यस्तो बवाल छ। म चाहिँ यतै रमाउन चाहन्छु कि किन भन्दा यहाँ एकदम रमाइलो लागिरहन्छ। यो चराहरूको आवाज, यो प्रकृति, यो एकान्त होइन, यो सबै ठाउँहरू चाहिँ एकदम हेर्ने लायक छ। त्यो दामी, त्यही भएर मलाई चाहिँ दामी लाग्छ यो ठाउँ। ल गाइज है, यो ब्लग चाहिँ मैले एन्ड गरेँ। जो यहाँसम्म हेर्नुभएको छ मेरो ब्लग, उहाँले चाहिँ सब्सक्राइब गरेर जानु होला। सब्सक्राइब गर्न नबिर्सिनु, किन भन्दाखेरि तपाईँको एक सब्सक्राइबले गर्दाखेरि चाहिँ मलाई अलिकति मोटिभेसन मिल्छ, अलिकति मोटिभेट हुन्छु कि भनेर हो। ल थ्याङ्क यू गाइज, थ्याङ्क्स फर वाचिङ।